शुभ बिहानी। अहिले चाहिँ भन्नुपर्दा हाम्रो खोला हेर्नुहुन्छ यहाँ वाउ खोला। अहिले चाहिँ म मेरो रेस्टुरेन्ट जाँदैछु। अब बिहान 5 बजी उठेर रक्सीहरू बनाएँ र अहिले कुखुरा कति राम्री। अब अहिले चाहिँ म रेस्टुरेन्ट जाँदैछु। अब रेस्टुरेन्ट गएर यसो हेर्नु पर्यो के छ छैन, अनि भरे यसो केही गर्नु पर्ला। हेर्नु न पानी डामाडोल। बर्खामा खेतीहरू पनि भइरहेको छ। कहिले हुन्छु चम्पा दिदी काठमाडौँ हुन्छु। मौसमहरू हेर्नु राम्रो आजको आनन्द छ वातावरण। कहिले हुन्छु काठमाडौँ, कहिले हुन्छु झापा, कहिले हुन्छु वीरगञ्ज। पाँचुन्जेल त हो नि। अब 2-4 दिन फेरि धरान जाने सोच छ। अब हेरौँ के हुन्छ समय र परिस्थिति लिएर। मेरो शरीरले के गर्छ थाहा छैन है त। अब चाहिँ रेस्टुरेन्ट जाने बेलामा हल्का स्वर त छैन, गुनगुनाउन मन लाग्छ। बिहान 5 बजी उठेर अब यसो आफ्नो पापीको लागि केही गर्नु पऱ्यो भनेर रक्सीहरू पारेँ। अब जर्किन लिनु पऱ्यो नि त, रेस्टुरेन्टमै छ। के खायौ? पानी खायौ तिमीहरूले? आज खाएको छैनौ? छैन भन्दैछ बिचरा। रातभरि पानीले भिज्यो होला। अनि अब चाहिँ सानो गुनगुनाउन मनपर्छ। हेर्नु है हाम्रो गाउँघरहरू यस्तै छ। अब चाहिँ रेस्टुरेन्ट छेउमा आइपुग्न लागेको छु। कि हाम्रो आफ्नै सानो संसार, मायाको फुला जिउडाला छ। घामको पहिलो किरण हुन्छ घर घर, आफ्नै गाउँ घर आफ्नै संसार। नयाँ नयाँ सजाऊ है संसार, सुख दुःख बाटो है मिलेर। वाउ हेर्नु न, मेरो बोडी रोपेको थिएँ कि अस्ति नै 2-3 चोटि काठमाडौँ गएर आएँ। हेर्नुहोस् त, ला कस्तो राम्रो भएर आएको छ। वाउ भैँसीले खाइदिएछ नि मेरो बोडी। अब चाहिँ फुल्नु लागेको छ। वाउ फुल्दैछ देख्नु पनि। अब चाहिँ चम्पा दिदीको रेस्टुरेन्टमा यता फुल्छ। आउँदैछु, खोल्नु पऱ्यो नि। अब साँचो सुख दुःख बाटो है मिलेर। वाउ हेलो गुड मर्निङ मेरो रेस्टुरेन्ट। यस्तो छ मेरो रेस्टुरेन्ट। घामको पहिलो किरण हुन्छ घर। वाउ आज त पानी छुएन रहेछ। जेस् दिउँसो आराम गर्छु। यस्तै छ खात्रा खुत्रुक। हुन्छ घर घर आफ्नै डाँडा काँडा आफ्नै संसार। गीत गाउनु चाहिँ आउँदा नि त्यही पनि भ्लग बनाउनु मन लाग्छ र गुनगुनाएको। अस्ति शनिबार दोकान गरेर अनि आजै खोलिरहेको छु। के कस्तो छ हेर्दैछु। सबै ठिकठाक छ। चम्पा दिदीको सुख दुःख रेस्टुरेन्टहरू मिलाएरै राखेको रहेछु। अब यो 3 पानी फेरि अब हाल्नु लानु पऱ्यो नि त, अर्को उत्रिनु लाग्यो। त्यही भएर आजको चाहिँ नयाँ नौलो ए बाबा भ्लग चाहिँ यति नै। अब एउटा लगेर कुरमुरे पनि खानु पऱ्यो नि बिहानभरि। अब काम गरेकी छु, केही खाउँ भने अब खाजाहरू सबै यहीँ रेस्टुरेन्टमा हो। यही खाएर चाहिँ टाइम पास गरेर चाहिँ रक्सी उतारेर आउनु पऱ्यो। र भरे यहाँ टाकाटुक्क सना भिजाइराखेको छु। अनि 4 बजी गर्छु। हेर्नु न बेलुका लगाएको रङ पालिस राख्नै बिर्सेछु। अब यहाँ त बत्तीहरू छैन नि त मेरो रेस्टुरेन्टमा। त्यही भएर बेलुका चाहिँ उतै रुममा जान्छु। ल आजको भ्लगहरू यति नै ल। शुभ बिहानी। टाढा नजिक भएका भाइ बहिनी छोराछोरीहरूलाई धेरै धेरै माया गर्छु। सर्वप्रथम पितामातालाई धन्यवाद। र मेरो भ्लग चाहिँ आजलाई यति नै। बाई भरे हालिदिनु ल है त, देखिहाल्नु भयो नि। यताबाट सन्चरे बजार। अब यो चम्पा दिदीको रेस्टुरेन्ट भइहाल्यो। यताबाट हात्तीकिला जान्छ। र यो चौरीहरू, यो चौरीमा चाहिँ धेरै जीव जन्तुहरू पशु प्राणीहरूले पनि खान पाएको छ नि त। अनि मैले पनि एउटा बाख्रा पालेको छु, त्यही भएर खुसी छु। म पनि पाडा ल्याउँछु भन्ने सोच गर्दैछु। हेरौँ के हुन्छ। मौसमहरू आजको दिन राम्रो छ। सबैको राम्रो होस् ल। बाई।